जिन्दगी। म आज 5 बजे बिहानदेखि खाजा नखाएर 5 बजे खाजा खाएँ। त्यसपछि सेल्फ लिएर म गएर थिएँ लालकुमारी पुऱ्याउन। लक्ष्मी त भनौँ कि लक्ष्मी भनौँ। त्यहाँ म तिनकुने स्कुटी हेरेको, स्कुटीमा तेल छैन। हिजो पनि स्कुटी धक्काएर लगेको थिएँ, बाइकमा हेरेको अलिकति तेल छ। तर बाइक लान्छु भनेको तिनकुने आउँदा त्यो पनि सकियो। तिनकुनेको उकालो धक्काली गरेको, लक्ष्मी एउटा बाइक धक्काली भयो। त्यहाँबाट आन्दाईमा राख्छु भनेको बाइकले अलिक चान्स देखायो, बाइक स्टार्ट भयो। फेरि आएर खोला छेउ त्यसमा मेरो बाइक बन्द भयो। फेरि स्टार्ट बन्द हुँदा यहाँ हर्ष बाटिका, मेरो पछाडि चाहिँ हर्ष बाटिका भन्ने ठाउँ छ। हर्ष बाटिकानिर म चाहिँ आएँ। हाम्रो बाइक पुरा बन्द छ, तेल सुतो छैन। त्यहाँबाट हिँडेर गएँ बाल्कुमारीबाट। त्यसपछि मैले त्यो सेल्फ पुऱ्याइदिएँ। त्यहाँबाट फेरि आएँ। दाइले भन्नुभएको छ म पेट्रोल लिएर आइरहेको छु। अब तपाईँसँग यो चाहिँ मेरो लाइफको फर्स्ट टाइम म चाहिँ उता खुम्दैसँग मैले बाइक धकाल्नु परेको थियो। सेकेन्ड टाइम हिजो स्कुटी धकालेँ र थर्ड टाइम आज त्यही बाइक म फेरि धकाल्दैछु। यही हो ग्यारेज। मैले दाइले भनेको, दाइले चाहिँ मलाई गाडी राख्न दिनुभयो। थ्याङ्क यू दाइलाई पनि। बाइक छ, कतिखेर बुढा आउने हो अनि तेल लिएर तेल हालेर अनि जाउँला। यो चाहिँ हाम्रो बाइक है गाइज। बाइकमा फेरि प्रब्लम पनि छ। त्यहाँ दाइहरूले आजकल पेट्रोल नि हाल्नुहुन्न, झन् त्यसमा नि त्यो पछाडि हावा लिक भइरहेछ, त्यो एउटा रबरको बुझो हुन्छ त्यो पनि हाल्नुपर्छ। अनि यो चाहिँ म अड्केको ठाउँ, यो हाम्रो त्यो कोटेश्वरको हर्ष बाटिका। अनि यहाँ छ यो झुलुङ्गे पुल। गाइज फाइनली 1 लिटर पेट्रोल चाहिँ बुढाले ल्याएको छ। अब धेरै पर्खाइपछि बाइकमा तेल हाल्छु अनि जान्छु कोटेश्वर ग्यारेजमा। त्यहाँबाट बिल लिएर जाने हो। के गर्नु, जिन्दगी यस्तै छ।